भन्नु भने त फेरि के भेट हुँदा पनि जो नमस्कार है अनि छुट्टी बेला बिनिजो बाई बाई भन्ने कुरा नि भयो नि त हो त्यही त कुरा हैन है जो किन लाग्यो त वास्तवमा त्यो जो उनीजो बिनिजो भन्ने शब्द रहेछ त हैन त्यस कारणले उही भनेर भनेपछि त साथीले उही भयो अनि आधारवादीले उनीजो भयो हैन त्यसलाई बिनिजो भनेको बाई बाई भन्दा के चाहिँ अप्सन हो त भन्ने कुरा किनकि मैले छ त पर्दानमा म त 15-16 वर्ष त्यहाँ खेलेर आएको हैन छ कि छैन साइली भन्दा बोलिरहन्छ देश छ के त्यो होला विवाद गर्ने होइन यो खोजी गर्ने कुरा हो खोजेर यो चाहिँ होला भने चाहिँ अन्तिजा होइन कि होइन निष्कर्षै आउँछ कि हो कि आइतल भन्दा त्यस कारणले पहिलेको मान्छे त के अरे बुढाबुढी मान्छेले हाम्रै हजुर आजे भन्ने आमा भन्यो भने कसैले भाउजू भन्थ्यो भनेको थियो नि त हाम्रै हजुर आजे त रहेछ त पुरा यस्तो सानो कुरामा हामीले के प्रमाण दिन सक्दैन हामीले बुझेको कुरालाई हामीले दिएको हो कि होइन हो कि होइन तर अब फेरि अब बिदा हुन लागिरहेको क्या बिचरा आमाहरू पनि धेरै अब एउटा कुरा सिकेर जानु पऱ्यो होइन हो कि नानी भन्छ बिनिजो उनीजो होइन हो बिनिजो उनीजो है भोलि त्यही क्वेसन कुराहरू त्यही आउँछ क्या है ल है त बिनिजो र उनीजो र त्यो चाहिँ कन्फर्म हुनु पऱ्यो के है आमाहरूले त्यो बिनिजो भनेको नमस्ते भन्नुको चाहिँ अर्थ चाहिँ उहाँहरूले पनि त्यो सुन्दै आएको कुरो हो है मैले अहिले भन्न उही हो कि कसरी हो उही भनेको नमस्ते रहेछ त है उहाँले बिनिजो भनेको बाइक पक्कै हुनुपर्छ धेरै समय गर्न सक्नु पऱ्यो कि है छ नि मैले हामी कुरा पढ्दामा धेरै कुराहरू सिकेँ ठुल्सामा धेरै कुराहरू सिकेँ भातको हरेक कुरा छ क्या अहिलेसम्म नि तर हामी के भन्छ अब म त बाहुन गाउँ हो र दाजु बाहुन गाउँमा हुर्केको पहिला हामी पहिला स्कुल जानु त्यहाँ गर्छु अब स्कुल जान्छु नि आमा आमा भन्नु भयो मैले आमा भन्यो है मलाई त्यो बेलादेखि यस्तो मनमा लागेको मैले यति पढेछु भने मलाई थाहा छ त्यति पढ्नुपर्छ अनि त धोलिया भने के भनेको भने चाहिँ उनीहरू बाल गरेर आमा छोरी होइन त्यहाँ त भाषा छ नि त भनेको अनि हो अनि हामीले गुरु यता बुढाबुढीतिर अनि सत्र हो मान्छे होइन धोली त धोली भन्यो होइन उसले पनि धोली भन्यो किनकि त गुरुगाउँ त गएन नि त मान्छे त होइन आखिर धोली भनेको के त ल हामी हरेक कुराहरू बोलेर पनि आफ्नो भाषा हो भनेर स्वीकार नसक्ने आफ्नो कमजोरी पनि छ क्या त बोलिरहन्छ त त्यही त धोली कान्छे त्यस्तो म यदि हामी खोला हुन्थेन नि त धोली मलाई के थाहा हेर्नु त रस लाग्यो मलाई एकदम रस लाग्यो अनि भाषाको व्याकरण निस्किएपछि भात पकाउन जान्छु यसरी उता पकाइरहेको छु उता पढिरहेको छु त्यहाँनिर म पारेर अनि त्यसो गरेर पढेँ यति पढेँ सीमा नै छैन अब सबै सुतिसक्यो म पढिरहेको छु है अरू चाहिँ उठ्ने बेला म सुत्छु अनि तिमीहरू किन पढ्दैन भने बच्चाहरू मैले पढाउनु यति पढ्नु पर्दो रहेछ पढेर कहिले शान्ति पनि हुँदैन यो सिक्नलाई यति प्रयास गरेँ भोलि चाहिँ अब 2-4 वर्ष पछाडि मलाई चाहिँ आफ्नो उमेरले गर्दा अब म चाहिँ गर्दिनँ है भाषा जेसै होस् भन्न थालेँ मैले पनि भने तिमीले त्यसो भन्न थाल्यो उसले त्यसो भन्न थाल्यो उठ्ला भाषा बिल्कुल उठ्दैन त्यस कारणले जे सिकेर जे जाने प्र्याक्टिस गर्न गाउँमा घरे गएर बिनिजो होइन है छोड्ने होइन के भन्नु भने आयो म त भने के भने घरमा तोबो निरो ल्या रो भनेको त है आयो म त निरो तोबो म त आयो भनेको अनि कस्तो कुरा निरो भने म भयो नि भने म भयो भनेको म रो भनेको त म त आयो तोबो आयो भोलि यो ग्रामेटिकल रुलहरू एकदम मनन गरेर साथै साथ पढाउँला होइन हामीले यसरी सिकेको मैले त अझ कहाँ गुरु त एकदिन ट्रेनिङ ल्याऊ प्रशिक्षक बनाइदियो पत्ता नखाएन अद्दा नखाएर है घरमा यति पढेर त सिमानै छैन यति पढेर सिमाना छैन त्यस्तो यार मैले स्कुलमा के गरेको छु भने अहिले यो हाम्रो सभालाई आइसक्यो त्यहाँ चाहिँ हाम्रो चाहिँ बुढाहरूको मात्रै बच्चा छैन नि त होइन नानी के मान्छे अब तिमीलाई थाहा छैन अन्त त्यो बच्चाहरू के गर्यो भने
कसैले यो त सानो बच्चा बुढो भाषा बोल्नु देख्दा ल है त हो कि होइन त्यसो भनेर अनि त्यही अनि मैले के गर्छु नि त जहाँ धेरै विद्यार्थी जुन क्लासमा छ उसै मे आई गो आउट त्यसो भन्नुपर्छ है त्यो भनेर भन्छ मे आई गो भन्छ यो भन्नुपर्छ आइज भने अनि के छ भन्नु परेन भनिदिन्छु तँले त्यसो भन्छ दिनदिनै त्यस्तो प्र्याक्टिस गर्छु है मलाई भोलि मेरो मन मरेर मलाई दिगदार लागेको अवस्था आयो भने म त यो गर्नु सक्दिनँ त्यही भएर अबको युवा जानु चाहिँ असाध्यै जरुरत छ है र केटाकेटी हो उमेरले बुढो भयो भने मन चाहिँ हुँदो रहेनछ के गर्नु भएन के 2-4 वर्ष यसरी उठ्यो भने त उठिहाल्यो है मैले हाम्रो मेरो छोरीलाई मान्छे हुन्छ नि अहिले होइन ए बहिनी भन्छु कि मैले ए लिप्सा है त लिप्सा भएको चाहिँ त भात नआइज भने कि उसले त बुझे खान्छ होइन भएको चाहिँ त ल मम्मी त्यो चाहिँ सिकाइ चाहिँ घरमा पनि गर्नु यो भाषा हामीले जानेन यो हो कि होइन फेरि यस्तो क्या आफै बोलेको नि म्याथै भुलेछु अम्माजु तिमीलाई यो बत्ता बसिरहेको म्याथै फेरि बोलिराखे आफ्नो भाषा तर मैले यो म्याथै हाम्रो भाषा हो कि होइन भनेर कन्फर्म आफूलाई छैन कि यही कारणले हाम्रो कमजोरी भइरहेको सानो कुरामा हामी त्यही अल्झिरहौँ के हो त गुरुङ छ म्याथ भन्छ गुरुङले नि भाषा चाहिँ कस्तो हुँदैन जनजातिको भाषाहरू चाहिँ प्रायः मिल्दो रहेछ क्या तामाङहरू चाहिँ चाइनिजहरूसँग पनि हाम्रो भाषाहरू मिल्न जाने त्यस्तो हुनु रहेछ क्या त्यही भएर होइन मलाई कतिले कस्तो जग्गा दियो मलाई चाहिँ त्यो बाहुनले बनाएको भाषा यहाँ त हेरे नि त त्यो त्यस्तो भाषा पनि जस्तै मैले यहाँ कन्फ्युजन केमा भइरहेको छु म अनि हामीले एक्सेप्ट गऱ्यौँ नि त होइन हामी सबैतिर जस्तै छोरी त झर्रा तरिनी भइन्छ नि भन्छ नि मेरो छोरी झर्रा तरिनी भयो झर्रा भन्छ भन्दैन झर्रा भयो झर्रै भइसकेको छ नि अर्का भन्छ भन्दैन झर्रा तरिनी भन्छ भन्दैन भन्छ ल तर त्यो पुस्तकमा के लेखा नि झर्ना लेखा रहेछ क्या त्यही कारणले यस्तो कुराहरू चाहिँ सुल्ट्याएर जानुपर्छ है होइन कि त लेखिन मान्छेले झर्रा एकदम छेडेको पऱ्यो नि भन्छ नि झर्रा होइन झर्रा तरिनी भन्छ नि भन्छ नि त त्यो पनि सिरान कान्छीले भनेको ल धेरै शब्द भाषिक कोण भएको ठाउँ गौरव गर्नुपर्छ हामी त बाहुन गाउँहरू पनि हामीलाई के थाहा सुन हाम्रो आमाले चाउमा काँडो खाँदैन काँडो खाने के बाबु माखी राख भन्ने क्या माखी है माखी राख भन्ने क्या अनि यो माखी के हो आमा मलाई त थाहा थिएन कि होइन माखी के आमा माखी भनेको काँडो टाउको र माखी तर त्यहाँ माखी लेखा क्या माखी भनेको टाउको लेखा है तर माखी हो कि माखी हो माखी लेखा होइन तर हाम्रो आमाले अनि मैले फेरि घरतिर हामीले बिहा गरेर गएपछि अरूसँग त्यस्तो डिस्कसन गर्दाखेरि चाहिँ हेर्दा माखी भनेर टाउको लेखा है एउटा यस्तो कुरालाई नै हामीले सुधारेर जानु होइन आमा हो कि होइन माखी राख्नुपर्छ पर्दैन हो अनि मैले भने के हुन्छ माखी त नराखेर माखी राखेर अनि यसो काँडोको ठाडो टिका लाउनु पर्छ के एउटा बिहाको के त्यति गरेन नि दण्ड दिनुपर्छ भनेर आमाले मलाई सिकायो यस्तो छ है त्यही कारण हामी चाहिँ हरेक शब्दहरू जानी नजानी प्रयोग गर्ने तर हो कि होइन भनेर फेरि आपसमा विवाद गर्नु सबभन्दा कमजोर पनि हामी है हस् नि आज हतार खाद्या बिनिजो सबभन्दा पहिला अब एउटा कुरा त दिनलाई अब त्यो हलो भन्नु नके गरेको के रानी मैले कबरा भने हाते उठ्यो नदिनु है कसरी हाते उठ्यो बोले चाहिँ भोलि धेरै कुराहरू उम्रेको छ नि बुझाउला सँगै त्यो पनि गराउला अब त्यो मैले पेन ड्राइभ ल्याउन बिर्सेछ के मैले पेन सेटल गरेर दिन्छु है तुरुको चाहिँ बोली नै राम्रो है त्यो हलो नदिनु है हलो लिएर मलाई फोन गरे नानी
पेन्ड्राइभमा मैले चाहिँ सुमानी भेडानामा कमसेकम 100 सेन्टेन्सहरू चाहिँ पेन्ड्राइभबाट सुन्नु न दिदी उहाँ मैले चिनाएन होइन हो ब्रो भनेको मान्छे है यो कसले सिकाएको भन्दा शक्ति आला के मान्छे ब्रो चिनेको मान्छे हैन मान्छे ब्रो भनेको ल्यारो कति अध्ययन भएको छ ल्यारो के रहेछ है त्यही भएर यस्तो बुढो मान्छे नि अब आँखा देख्दैन नि चस्मा लगाएर नि काम गर्न ल्याएर हामी चार्ज मिटर चार्ज दियो अब हाम्रो उमेर भनेको हामीलाई अब दिगदारी लाग्ने समय आइसक्यो त्यही कारण सधैँ हामी काठमाडौँ आएर अब यहाँ चाहिँ भाषा आयोगले केले चाहिँ कति रकम दिइराखेको यस्तो डोनरहरूको घुइँचो रहेछ होइन तर हामी सधैँ आउन सक्दैनौँ किनकि जानु सक्यो त मन्त्रालयमा माग्न जान सक्यो होइन त्यस कारण यस्तो अवसरमा चाहिँ कहिले नपाउनु हामी आफैलाई हेला गरिरहेको के आफैले आफूलाई चिनेकै छैन अनि के हुने त होइन हो कि होइन दिनु भन्नु त दिनदिन आइदिन्थे धेरै भाषा निक्लिन्छ सबैले तपाईँ जस्तै बनाएर मात्रै छोड्नु पर्यो नि आमा आउन सकिन्न आज कुरा तिर्दै नरहनु तपाईँ जस्तै बनाइदिनु ठिक छ बरु हामी 7 दिन भनेको छ 5 दिन भने 7 दिन भनेको 2 दिन बस्न सक्यो के रेसल गरेर आफूले चाहिँ मैले सङ्कलन गरेको शब्दहरू पनि होइन हाम्रो शब्दहरू पनि त्यहाँ पढ्नु पर्यो के डिक्सनरीमा जानु पर्यो हामीले कन्फर्म हामी दुरा हो र हाम्रो कोड हो यो चाहिँ हाम्रो शब्द हो भनेर चाहिँ बुझ्नु पर्यो अनि हो कि होइन अनि भएको जस्तो मन बिहार के कत्रो भाषा हामी त बुढो मेरो दिदी हजुरआमा त नबोलेको कुरा खाइन पा राजा दुरा भाषा भनिदिन्छ नि होइन हो त्यही बेलाको जमाना त बा है हाम्रो हजुर अब चन्द्रसिंह बुढा मेरो हजुरबाबु हो नि त थकाली बुढा है अनि अब हजुरबाबु बुढा त हामी 10-11 वर्षको थियो नि त त्यो बेलाको जमानामा लक्ष्मी सिकाउनु पर्छ सिक्नु पर्छ है भनेर त्यो बाजेले नि हामीलाई के को हुने त्यो बेला त अब ल एउटा नौलो मान्छे आएर ल केटी दुध खेल्न जा भन्ने चलन थियो अब फेरि ओ के अरे बाटोघाटोमा सब कचौरी भन्थ्यो बाटोघाटोमा सब कचौरी नमिल्ने कुरा हाम्रो घरमा ल्याउँथ्यो हाम्रो घरमा त्यस्तो कचौरी गरेर आयो भने ए केटी दुध भन्छ आफू मात्रै गोप्य रूपले गरेर आउँथ्यो नि त त्यस्तो जमाना थियो अहिलेको त त्यस्तो हुने भएको त है एउटा शब्द सिक्थ्यो भने हामीले नि मेरो साथीहरूमा एउटा फाइदा भाषाबाट के रहेछ है मलाई ठाउँमा निर्णयमा बोलाउँछ क्या मान्छे त घचघचै बसेको हुन्छ त होइन त्यही बसिरहेको हुन्छ मान्छेले कस्तो निर्णय गर्यो भने हेर्छ कि त नम्बर दिएको म टक्क दूर भाषा लेखिदिन्छु लाग्छ नि मेरो तामाङ भाषा भन्ने बा हाम्रो आमाको फुपू के हाम्रो कलर हजुरबा देख्नु हजुरबा उसको दिदी एकजना दिदी थियो के त्यो दिदी चाहिँ पिसिङको एउटा बुढमा हुँदैन कता तागन जाने भनेर गएको हो त्यो त विपत्त भएको थियो कि त्यो त विपत्त भएको रे अनि के अरे एकपल्टको बोलेमा कलर भएको के सानैखेरि यो नानी सानैखेरि हामीले अहिले फाल्ने मजामा आएछ मन्त्र हजुर भेट भएको कि त्यो मान्छेको बुढाहरू होला एकदम राम्रो पुरा थोक भन्ने के साथीहरू गुरुङको भाषा पनि बचोस् भन्ने हाम्रो अपेक्षा हो मैले मेरो साथीहरू गुरुङहरूलाई
म धरान गएर आएपछि म यहाँ कसरी नजाऊ म जान्छु धरान भनेर मैले हटाएको पनि यहाँको मान्छे गएँ हेर्नु अनि हामी यसरी चेकसम्म जान्छौँ गरेर राम्रो लाग्यो तर उनीहरू गुरुङको कल्चर सबै बिर्स्यो मैले भने क्या पछि बेला जाँ भनेको यसो भन्छ ल अहिले त भन्यो त्यो कुरो त पढेको थियो भन्ने कि पुलिन जानेन नि त है मैले कुसुरी पो भने कुसुरी पुगेन भन्यो है पछि जाऊँ भनेको छु त हामीले पढेको हो तर आएन भन्ने के त्यस्तो के त्यही भएर जाए चुरटै छ नजिक त्यो भाषा पनि सिक मगर छ सिक गुरुङ छ सिक भाषा सिकेर केही नोक्सानी हुँदैन बिचरा त्यस्तो नानीहरू कस्तो के हो कल्चर पनि थाहा छैन भाषा पनि थाहा छैन त्यस्तो गाह्रो बनायो क्या त्यही भएर जे पाउँछ चपाउँछ आगो जस्तो हुनु पऱ्यो आगो जस्तो रिसाएर पनि तातो गरिदिने कि लास आए पनि खानु पऱ्यो है बोल्नु पऱ्यो जे आए पनि बोलिदिनु पऱ्यो क्या त्यस्तो जुगार हुनु पऱ्यो त्यो ओजा दिन मात्रै आएको हो खासै केही लिएर आएन जति भएको यता त्यता लिएर जानुपर्ने मान्छे पाएँ नानी फोटो लिएर काम त छैन भाषा चाहिँ छोडेर जाने राम्रो सिकायो भने सिकाउन जानेन भने म भन्दा नि त थोरो हुन्छ भाषा राम्रो सबैलाई जाति मात्रै होइन हातले नि हुन्छ भाइ जाने कुरा मैले भाषा त्यही कारणले कसिन पर्यो है साथीहरू विशेष गरी विद्यार्थी भाइ बहिनीहरू असाध्यै कसिन पर्यो हामीले जे भने पनि जसरी भने पनि अब अर्कोचोटि चाहिँ हामी पनि काम गर्छौँ अब त्यो अमर भाइको जाँच चलिरह है यस्तो समस्या भयो समस्या त छ नि मलाई पनि घर कस्तो छोडेर आएको मेरो बच्चा होस्टेलबाट आउने कि म यता बच्चा नि बुढा त्यही त बुढा पनि बिजय भयो के छ अरे बला है अहिले सिधेको नानीले हजुर सक्यो खाना बनाऊ खाऊ होइन धान सुकाएर ठक्क बाँधेछु भनेर आएको हो कि सबै आमाहरू भएको हुनाले विद्यार्थी भाइ बहिनीहरू नै तपाईँहरू अप टु डेट होला नि त होइन हजुर यस गरौँ न आमाहरू पनि घरको केही समस्याहरू सोधेर आउनु पनि हुन्छ होइन त्यही कारण 11 बजे गरौँ नि त बरु चाहिँ खेलछुट्टी नगर्ने के घन्टी ल्याएनन् के बजाउँछ ढोका पनि त है भोलि हालेर बोल्न पर्दैन खालिएर बस्नु नानीलाई म लान्छु तिमी लिँदै जाऊ मैले जाने छु तिमी चाहिँ लिँदै जाऊ समस्या के छ नत्र भए 10 to 4 गरौँ हो हुन्छ कति बजी 11 बजेबाटै गर्नु 11 बजेबाट कति बजी समस्या के छ भने भोलि कति बजे स्विच टाइम हुन्छ त त्यो बेलुकी 11 साल भोलिबाट स्कुल अब भर्ना भइयो आज मिलन नाम